उहाँ आफै आफ्नै गाडी चलाउँदै अगाडि बढिराख्नु भएको छ। हामी दुर्गा प्रसादसँगै अगाडि बढिरहेका छौँ। यहाँ निकै ठुलो मात्रामा युवाहरूको उपस्थिति देख्न सकिन्छ। निकै ठुलो मात्रामा युवाहरूको उपस्थिति, प्रहरीको बार तोडेर दुर्गा प्रसाई आफै अगाडि बढ्दै हुनुहुन्छ। प्रहरीलाई गाडीले पेलेर दुर्गा प्रसाई अगाडि बढ्दै हुनुहुन्छ। अगाडि बढ्दैछौँ। यहाँ कसैले रोक्न सक्ने अवस्था छैन। कसैले प्रहरीलाई दुर्गा प्रसाई पेलेर अगाडि बढिरहेको भएको छ। प्रहरी गाडीको चाबी खोज्न लागि परेको छ। दुर्गा प्रसाईले प्रहरीको एक लेयर तोडिसक्नु भएको छ र अब अगाडि सशस्त्र प्रहरीको टोली रहेको छ। उहाँ अगाडि बढिराख्नु भएको छ। यो गाडीमाथि प्रहरीले अन्धाधुन्दा लाठीचार्ज गरिरहेको छ। तपाईँ देख्न सक्नुहुन्छ दुर्गा प्रसाईको गाडीलाई प्रहरीले रोकिराखेको अवस्था। उहाँले यो प्रहरीका सम्पूर्ण सुरक्षा घेरा तोडेर दुर्गा प्रसाई अगाडि बढ्नु भएको छ र यति बेला तीनखुनेको यो पुलबाट अगाडि बढिसकेको छ। यो दृश्य अगाडिपट्टि प्रहरीका यी घेरा तोडेर दुर्गा प्रसाई अगाडि बढिराख्नु भएको छ। हामी दृश्य देख्न सक्छौँ। हेलो नवराज सुवेदी यहाँ आउनु पर्यो। होइन हामी अब अघि बढ्छौँ। हामी अघि बढ्छौँ। हामी अघि बढ्छौँ। हामी संसद भवन कब्जा गर्छौँ। एयरपोर्ट कब्जा गर्नुपर्छ पहिला। एयरपोर्ट संसद भवन पहिला। साथीहरू यो आजको अभियानको कमान्डरलाई हामीले सुरक्षित ठाउँमा लगेर राखेका छौँ। तपाईहरू भित्र नहुनुहोस्। मैले परसम्म साथीहरू देखेँ। सबै अगाडि आउनुहोस्। तपाईहरू अगाडि आउनुहोस्। हामीले तपाईहरूको कमान्डरलाई सुरक्षित ठाउँमा राखेर आइसकेका छौँ। तपाईहरू अगाडि आउनुहोस्। सबै साथीहरू पर बसेरै हेर्ने होइन। पर बसेरै हेर्ने होइन। अगाडि बढ्नुहोस्। अगाडि बढ्नुहोस्। अगाडि बढ्नुहोस्। पर बसेरै हेर्ने होइन। हामीले तपाईहरुका कमान्डरलाई सुरक्षित ठाउँमा राखेर आएको छौँ। दुर्गाजी यहीँ हुनुहुन्छ। धवलजी यहीँ हुनुहुन्छ। तपाईहरु अगाडि हिँड्नुहोस्। यहाँ बसेर गर्ने होइन। प्लिज एकछिन शान्ति। एकछिन चुप लाग्नुहोस्। हाम्रा साथीभाइहरूमाथि अश्रु ग्यास प्रयोग गरिएको छ। सुन्नमा अनुसार कसैको ज्यान जाने अवस्था छ भनेर 2 जना त ज्यान जाने अवस्थामा छन् भनेको छ। मेरो अगाडि लगातार रक्तम्ने भएर लडिरहेको छन्। यो शान्तिपूर्ण आन्दोलनलाई यो भ्रष्ट ओली सरकारले यदि दमन गर्न खोज्छ भने यो भिडको सिंहदरबार छिन्छ। तपाईहरु नआत्तिनुहोस्। यो पुलिससित डराउने होइन। तर ढुङ्गा बुढा नगर अगाडि बढ्ने हो। तिम्रो सामने बोल्नु सबैजनाहरू। हामी यो शान्तिपूर्ण आन्दोलन हो। तपाईहरु आँसु ग्यासमा मित्रहरू तपाईहरु नआत्तिनुहोस्। हामीहरू सबै साथ छौँ। यो गणतन्त्र यो संहितालाई समाप्त गर्ने आज यो दिन हो। तपाईँहरू नडराउनुहोस्। संविधानवादी, राष्ट्रवादी, हिन्दूवादी, गणतन्त्र विरोधी, संहिता विरोधी एक ठाउँमा आज हामी उभिएको छौँ। यो गणतन्त्रलाई साथ पार्नको लागि हामी आज ल पहिले बाइक
दुर्गा बसाइदिन थिए। यतिखेर देख्न सक्नुहुनेछ यहाँ कार्यक्रम स्थल नेपाल प्रहरीले कब्जा गरिसकेको छ। यहाँ देख्न सक्नुहुनेछ दुर्गा प्रसाईले गरेको जुन राजावादीहरूले गरेको कार्यक्रम स्थल यहाँ नेपाल प्रहरीले कब्जा गरिसकेको छ। देख्न सक्नुहुनेछ यतिखेर कार्यक्रम स्थल कब्जा भइसकेको छ। होइन यार, दमकललाई चाहिँ आगो मार्न दिनु पर्थ्यो। गलत गरे आन्दोलनकारीले। हो यस अर्थमा ठिक गर्यो। हस्पिटल कार्यक्रम स्थल कब्जा भइसकेको छ। कार्यक्रम स्थल यतिखेर यहाँ देख्न सक्नुहुनेछ। हस्पिटल लानु, हस्पिटल यहाँ देख्न सक्नुहुनेछ तीनकुने पुलिसले आनेको तपाईँ के गर्दै हुनुहुन्छ? तपाईँ यो काम नगर्नु है, यो काम नगर्नु। तपाईँ हेर्नुहोस् उहाँले यो ल्यापटप लिनुभएको छ। हेर्नुहोस् मेरो भाइबाट छोड्नु, मेरो भाइबाट छोड्नु। म खतरा ठाउँमा छु है। म यसको उठाने गरेन माथिको बिल्डिङमै। अगाडि बढेको छ। प्रहरीलाई हानेको छ गाडीले। ओ माइ गड, हेर्न सक्नुहुन्छ गाडीले पेलेर लगेको छ। हेर्न सक्नुहुन्छ ओ माइ गड, ओ माइ गड, ओ माइ गड। ओ माइ गड, गोली चलेको छ। गोली दर्शक वृन्द, गोली चलेको छ दर्शक वृन्द। ओ माइ गड।
अब समाइहाल्यो घाँटीमा पछाडिबाट म निस्किन लाथेँ मलाई नै ठेलेर लुट तपाईँले सिग्री चाहिँ अलिक चोरी हुने चिजहरू सुरक्षित सरकार राख्नु पर्दैन त के थाहा त भाइ होसै भएन आन्दोलनमा अब के गर्नुहुन्छ अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब 2 दिन लाग्ने ब्याग भइहाल्यो मेरो अवस्था छ आइसक्रिम उठाइएको अवस्था छ तपाईँ यहाँ देख्न सक्नुहुन्छ यहाँ धेरै मान्छेहरूले लगिसकेको अवस्था छ Hey!